कृष्ण मन्दिरभन्दा पहिला यहाँ एउटा ठुलो रुख थियो। त्यही रुखले अहिले चौतारालाई पहिचान दियो। अघिल्लो भागमा हामीले चौताराको नाम कसरी राख्यौँ भनेर खोज्यौँ। आज त्यही इतिहास जन्मेको कृष्ण मन्दिरको बारे खोज्नेछौँ। धेरैले सोच्छन् यो एउटा पुरानो धार्मिक स्थल मात्रै हो, तर यो जमिनको महत्त्व त्योभन्दा पुरानो छ। यहाँ थियो पहिला विशाल पिपलको रुख, जुन रुखमा थियो एउटा चौतारी। काठमाडौँबाट तिब्बत जाने सानो परम्परागत मार्गहरू यही क्षेत्र हुँदै जान्थे। यी व्यापारिक मार्ग हुँदै आउने यात्रुहरू चौताराको यस ऐतिहासिक स्थानमा विश्राम गर्थे। नजिकै बजार थियो, नजिकै भीमसेन सचल थियो जहाँ मानिसहरू बास बस्ने गर्थे। नेपाल तिब्बत आवाज जावत गर्ने यात्रुहरू, व्यापारीहरू, साधु सन्तहरू सबै यही ठाउँलाई चौतारो भन्न थाले। पछि अन्यत्र पनि चौतारो बने, तर नाम दिने असली चौतारो पनि यही थियो। तर यो कृष्ण मन्दिर कसले र किन बनायो? पुरातत्व विभागका अनुसार यो मन्दिरको निर्माण 1964 भएको हो। त्यसबेलाका शक्तिशाली जिम्मेवाल कृष्णनारायण प्रधानले यहाँ एउटा भव्य महल बनाएका थिए। तर निर्माणको क्रममा यहाँ रातभर बाँसुरी बज्थ्यो, तर बजाउने भने कोही हुँदैन थियो। त्यसपछि चर्चा चले यहाँ पक्कै भगवान् श्रीकृष्ण आएर बाँसुरी बजाउनुहुन्छ। त्यसपछि प्रधान दम्पतिले यसलाई शुभ सङ्केत मानेर आफ्नो महल बनाउन बढी भएको इँटा यहाँ कृष्ण मन्दिर बनाउन प्रयोग गरे र पहिले चौतारा भएको स्थानमा अहिलेको कृष्ण मन्दिर बन्यो। र यो मन्दिरले धर्म मात्र होइन, शिक्षा पनि जन्माएको छ। विक्रम सम्वत 2004मा यही कृष्ण मन्दिरमा यहाँका स्थानीयहरूले बालबालिका जम्मा गरेर पढाउन थाले। त्यहीँबाट सुरु भयो जिल्लाको जेठो मध्ये एक विद्यालय श्रीकृष्ण रत्नगङ्गा माध्यमिक विद्यालय। इतिहास सधैँ दरबारबाट सुरु हुँदैन, कहिलेकाहीँ चौतारीबाट पनि सुरु हुन्छ। त्यही रुखको छारीमा बनेको चौतारोले आज एउटा बस्तीको नाम जन्माउँछ। आज त्यो विशाल पिपलको रुख पनि छैन, चौतारो पनि छैन, तर बाँचेको छ त मात्र एउटा कृष्ण मन्दिर। विक्रम सम्वत 2072 सालको भूकम्पले यो मन्दिरलाई ध्वस्त बनायो। पुरातत्व विभागले 1,67,00,000मा 2079 सालमा यस मन्दिरको पुनर्निर्माण गर्यो। मन्दिर फेरि बन्यो, तर यसले जोगाएको इतिहास भने 100औं वर्ष पुरानो छ।